तपाईले थाहा पाउनुभयो अहिले लास्ट टाइम गभर्नमेन्टले चाहिँ टिडिसीको चिजको चाहिँ प्रचार गरिसकेपछि त्यसको चाहिँ लाइक सेल्सहरू चाहिँ एकदमै धेरै बढिरहेको छ एन्ड देन तर अहिले पनि मान्छेहरूले के बुझिरहेका छैनन् प्रतिपक्ष दलका नेताहरूले त्यो कुरालाई समेत क्रिटिसाइज गर्न खोज्छन् जसमा कुनै पनि सेन्स बन्दैन क्रिटिसाइज गर्ने उता बालेन्द्र शाह चाहिँ चिज खाँदै बस्नु भएको छ भनेर चाहिँ त्यसमा केही इस्यु छैन लाइक उसको मेन मोटिभ भनेकै पहिलेदेखि नै उहाँको मेन मोटिभ हाम्रो प्राइम मिनिस्टरको मेन मोटिभ भनेकै डोमेस्टिक प्रडक्टलाई चाहिँ प्रोत्साहन गरेर चाहिँ बाहिरबाट आउने प्रडक्टहरूलाई चाहिँ के भन्ने अब अलिकति कम गर्दै जाने क्या त्यसको कन्जम्सनमा चाहिँ कम गरेर चाहिँ डोमेस्टिक प्रडक्टलाई चाहिँ प्रोत्साहन गरेर त्यसको खरिद बिक्रीमा चाहिँ एकदम वृद्धि गराउने खरिद बिक्री भन्ने पहिलेदेखिको मोटिभ थियो तर मान्छेहरूले अहिले अरू केही नपाएर लाइक बालेन्द्र शाह कसरी हिँड्छन् बालेन्द्र शाह कसरी खान्छन् बालेन्द्र शाहले टोपी कसरी लाउँछन् उनले चिज किन खाइरहेछन् भनेर हरेक विषयमा चाहिँ खुट्टा तानिन खोजियो भने यो सरकारले पनि गर्न चाहेका एजेन्डाहरू आफूले सोचेका जति पनि कार्यहरू छ त्यो पनि सम्पन्न गर्न गाह्रो हुन्छ र फेरि नेपालमा फेरि त्यो खल्लीबल्ली इन्स्टेबिलिटी क्रिएट हुन्छ अनि फेरि त्यही हो पारा अनि लास्टमा भोग्नुपर्ने हामी जनताले नै हो हामीमाथि नै खर्च थपिन्छ हामीमाथि नै ऋण थपिन्छ त्यही भएर यो कुरा सबैले बुझिदिउँ लाइक नराम्रो कुरालाई नराम्रो भन्नुपर्छ क्रिटिसाइज गर्नुपर्छ आवाज उठाउनुपर्छ म त्यो कुरामा एकदमै सहमत छु बट एउटा डोमेस्टिक प्रडक्ट जुन डिडिसीको चिज छ त्यसमा एडभर्टाइज गर्दाखेरि चाहिँ आपत्ति हुनुपर्ने कुरा चाहिँ केही पनि छैन जस्तो लाग्छ मलाई धन्यवाद यो मेरो बेसार लागेको है हिजो मैले स्किन केयर गराएको थिएँ घरमै त्यही भएर